गुड इभिनिङ तपाईँ सम्पूर्णलाई। आज पनि मेरो छुट्टीको दिन रहेको छ। आजकल चाहिँ मैले मेरो छुट्टीको समयमा सानो सानो भिडियोहरू बनाउने गरिरहेको छु हैन। किनभने आफ्नो समयलाई आफैले युटिलाइज गरौँ न, केही एउटा प्रोडक्टिभ कामहरू गरौँ न त भन्ने हिसाबले चाहिँ मैले सानो सानो भिडियोहरू बनाउन थालेकी छु आजकल हैन। कहिलेकाहीँ समय मिल्छ बनाउँछु, कहिलेकाहीँ समय मिल्दैन, त्यतिकै पनि बसिरहेको हुन्छु हैन। तर हामीले हाम्रो समयलाई कसरी युटिलाइज गर्ने हैन, के गर्ने भन्ने कुरा चाहिँ तपाईँ हामीमा नै डिपेन्ड हुन्छ के। अब छुट्टीको समयलाई अब अलिक प्रोडक्टिभिटी बनाउने कि अब त्यसलाई चाहिँ अब सोसल सर्कलमा गएर ग्यादरिङ गर्ने कि भन्ने कुराहरू हामीमै भर पर्ने गर्छ नि। अरू बेलामा त अब रेगुलर 5 डे काम गरिसकेपछि 2 दिन छुट्टी हुन्छ, 2 दिनको समयलाई आफ्नै तरिकाले चाहिँ बिताउने गर्छु। कहिलेकाहीँ साथीलाई भेट्न जान्छु हैन, अनि साथीको बच्चाहरूसँग समय स्पेन्ड गर्छु, अनि साथीहरूसँग ग्यादरिङ गर्छु कहिलेकाहीँ। मलाई चाहिँ सानो सर्कलमा बस्न चाहिँ रमाइलो लाग्छ हैन, जहाँ चाहिँ एउटा सेयरिङ एन्ड केयरिङ दुइटै होस् के। मेरो सानो साथीको सर्कल छ, दे आर भेरी ग्रेट हैन, दे आर भेरी नाइस है। हामी कस्तो गर्छौँ भने एकअर्कामा सेयरिङ गर्छौँ हैन, एकअर्कालाई चाहेको बेलामा साथ दिन्छौँ, सपोर्ट गर्छौँ। त्यो चाहिँ हुनुपर्ने हुन्छ।